1903 आश्विन 3 गतेको कोत पर्वको घटनाले जङ्गबहादुर कुँवरलाई श्रीतिन महाराज जङ्गबहादुर कुँवर राणा बनायो। उनले श्रीतिन महाराजको पदवी भाइहरू र जेठो रोलक्रमले छोराहरूमा सर्ने जहानिया शासन सुरु गरे, जसको कारण उनीपछि श्रीतिन महाराज बमबहादुर कुँवर राणाजी र त्यसपछि रणदीप सिंह श्रीतिन महाराज भए। तिनै रणदीप सिंह कुँवर राणाजीलाई जङ्गबहादुरको कान्छो भाइ धीर शमशेरको जेठो छोरा वीर शमशेरको योजनामा खड्ग शमशेरले गोली हानी हत्या गरेर शमशेरहरूले शमशेर जङ्गबहादुर लेख्न लागेर उनीहरूले जङ्गबहादुरको सबै रोलक्रमका सन्तानको हत्या गरेर आफ्नो हातमा शासन हत्याए। त्यसरी 104 वर्ष शासन हत्याएको समयलाई राणा शासन भनियो। जुन समय देशमा अराजकता भयो, जब 2007 सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भयो, तब 2015 सालमा बनेको 2/3 सरकारले देशमा अमनचयन कायम गर्न सकेन। अनेक उत्पातका घटनाहरू भए, जसको कारण देशमा लुटपाट भयो, जनता त्राही भएर 17 सालको दलमाथिको प्रतिबन्धको घटना भयो र निर्दलीय पञ्चायती व्यवस्थाको उदय भयो, जुन व्यवस्थाले देशको औद्योगिक क्रान्तिको फड्को मार्न लागिरहेको अवस्थामा 2028 सालमा पञ्चायतको जननी राजा महेन्द्रको स्वर्गवास भयो। महेन्द्रको स्वर्गारोहण पश्चात वीरेन्द्र राजा भइबस्यो र सो बुबाको योजनामा सरिक भएर नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव 2031 आफ्नो राज्याभिषेक समारोहमा विदेशी पाहुना समक्ष राखिबक्स्यो। तर त्यसलाई विफल बनाउन स्वदेशी र विदेशी शक्तिहरू एकजुट भएर 36 साल, 42 साल र 46 सालको लगातार आन्दोलन गरेर देशको असल बाटो सबै भत्ता भुङ्ग पारेर 46 सालको बहुदलीय प्रजातन्त्र भन्दै देश लुट्ने, उद्योग बेच्ने र विदेशीको गुलामी गरेर देश कङ्गाल पार्ने काम भयो। त्यतिले नपुगेर 52 सालमा माओवादी जन्मियो र देश ध्वस्त र जनता त्राही भए। हुँदाहुँदै देशको मियो राज संस्थालाई अवैधानिक तवरले 2065 सालमा हटाइयो र हुने नहुने, गर्ने नगर्ने गरेर देशको ढुकुटी रित्याएर देश कङ्गाल पारी देशलाई तहस नहस बनाए। गत 82 सालको भदौ 23 र 24 को घटनाले 72 को संविधान रूपी दस्तावेजलाई भुतुक्कै पारेर मारिदियो। त्यही मरेकोलाई जिउँदैछ भनेर ढाकछोप गर्दा मुलुक आजको अवस्थामा आइपुगेको छ। यसरी सदा सर्वदाको आन्दोलन र झगडाले देशलाई कता पुर्याउला, चिन्ताको विषय यही छ। अब पनि हामी नेपालीले यस विषयमा गम्भीर भएर सोच्यौं भने हामी नेपाली रहौँला या नरहौँला, सोच्नुपर्ने व्यवस्था भएको छ।